सक्रिय छन्। अरू हरि पाण्डेजी पनि यहाँ आउनुहोस्। हरि पाण्डेजी सब ताली हजुरका लागि ताली बजाइदिनुहोस्। अब यसै कड़ीका बेलामा मैले मुन्नी दिदीलाई पनि आमन्त्रित गर्छु। ताली बजाइदिनु। थापा कृष्ण थापा पनि आउनु होला। उनका लागि पनि मैले यहाँ आमन्त्रित गर्छु। लक्ष्मी सुगी हजुरलाई पनि आमन्त्रित गर्छु। आउनुहोला। ताली ताली रोक्नुहोस् नै। और हाम्री सबभन्दा प्यारी धनी दिदीलाई पनि आमन्त्रित गर्छु। और लक्ष्मी ठकुरी कमलेश तिवारी अरू हाथीतालकी शोभा ठाकुरजीलाई पनि आमन्त्रित गर्छु। आउनुहोला। अब नाम दिन असम्भव पनि छ। नाम पनि सबै दिदी बहिनीलाई यहाँ बोलाउँछु। आउनुहोस्। तालीको गीता सबैले गीता लिनु। ल ल आज यहाँ पवनलाल गार्डन में मनाने की महिलाएं सब एकत्रित हुई हैं और उन्होंने मुझे भी बुलाया। इसके लिए भी बहुत बहुत धन्यवाद। अब हमारा टिममा यहाँ आउनुहोस्। दुई शब्द भनेर महिलालाई। हजुर यहाँ उपस्थित हुनुभएको दिदीबहिनी दाजुभाइलाई धेरै धेरै नमस्कार और धेरै धेरै धन्यवाद छ। सबै उपस्थित भइदिनु भएको छ। आज हाम्रो एउटा महिला दिदीबहिनीको कार्यक्रम तीजको लागि तयारीको लागि सबैजनालाई नमस्कार। म सरस्वती खड्का। सबै दिदीबहिनीहरूलाई तीजको धेरै धेरै मुबारक छ। हजुर सबै यहाँ आउनुभयो, राम्रो लाग्यो र सबैजना मिलेर आउनुहोस् बहिनी आउनुहोस्। अब हमारे वरिष्ठ कार्यकर्ता वरिष्ठ नेता माया छेत्री जी का आमंत्रित करती हूँ। आएगा सभी महिलाएं आशीर्वाद के रूप में जो सब बंधु संबोधित करूँ। तीज हड़तालिका लिनु। हरियाली तीजको कार्यक्रम आज भगवताल गार्डनमा हुँदैछ। सबै दाजुभाइ दिदीबहिनी सबैलाई धेरै धेरै नमस्कार धन्यवाद छ। राम्रो भयो सबैले मिलेर। अब आगे आउने अब हाम्रो तीज आउँदैछ। हजुरहरूको सबै आउन पर्छ तीजमा। छलफल गरौँ भन्ने समझदारीको हिसाबले आज तपाईँ हामी टाढाबाट भए पनि खास गरेर हाम्रो समाजसेवक मित्र समाजको चिरपरिचित अमरजीत थापा, मुन्नी दिदी र विशेष गरेर हाम्रो हात्तीतालबाट आउनुभएका भाउजू शोभा छेत्रीज्यू र सम्पूर्ण दिदीबहिनी हरियाली तीजको सबैमा देश विदेशमा रहनुभएको दिदीबहिनीहरूलाई सबैलाई शुभकामना छ र हजुरहरूको परिवारमा सुख शान्ति समृद्धि दीर्घायुको सबैका लागि शुभकामना छ र हार्दिक मङ्गलमय शुभकामना। भगवान शिव र पार्वती जस्तै हजुरहरूको परिवारमा सधैँ खुसियाली छाइरहोस्। यही छ मेरो तीजको शुभकामना। नमस्कार। चलिरहेको गतिविधिहरू छ, सामाजिक गतिविधिहरू छ, असामाजिक गतिविधिहरू छन्। यसलाई हामीले क्लियर गरौँ। सुनता है
चित्रलाई पनि आउनु बच्चाहरूलाई नि बोलाउनु यता हजुरहरू यता आउनु न फोटो नखिच्नु राख्छु भनेर ल मन्जु दिदी आज हरितालिका तीज कार्यक्रममा नेपाली समाजद्वारा भवरताल गार्डन जबलपुरमा भयो। यसको लागि चाहिँ नेपाली समाजका सम्पूर्ण महिलाहरूलाई केही सानो सन्देश दिनुहोस्। हाम्रा दिदीबहिनीहरू धेरै कमसेकम यो भवरताल गार्डनमा 150-200 महिला उपस्थित भएर राम्रो वेशभूषा हरियो ड्रेस लाएर पोते लाएर सबैले रमाइलो गर्यो, डान्स गर्यो, नृत्य गर्यो। अब मेरो सन्देश छ कि यो सावनको यो अवसरमा हामीले नाच नृत्य गरेर भगवान शिवलाई र पार्वतीजीको आराधना गर्छौँ। हाम्रो यो हामी महिलाहरूको यो कामना छ कि हाम्रो पर्यावरण संरक्षणको पनि हाम्रो एउटा मेसेज दिएछ कि हाम्रो ज्यादा से ज्यादा वृक्षारोपण गऱ्यौँ, यिनी पेड़ पौधाहरूको हामीले संरक्षण गरौँ र भविष्यमा भएर मिलेर काम गरौँ, महिलालाई सशक्त बनाऊँ और आगे नेपाली समाज का नाम रोशन करना नै यो सन्देश। ल धन्यवाद सर।